नमस्कार यहाँहरूलाई। यो जति एरिया देख्दै हुनुहुन्छ यो एरिया चाहिँ अहिले म महाकाली नदीमाथि छु। यो महाकाली नदीमाथि देखेको यो नयाँ पुल हो। यो नयाँ पुलको लगभग यहाँबाट 500 मिटर जस्तो अगाडि चाहिँ यो सुखा बन्दरगाह बनेको छ। अहिले एकदम नेपाल र भारतको बीचको एरियामा बनेको छ यो। यसले चाहिँ यहाँ हेर्दाखेरि चाहिँ कस्तो छ भने उहाँ पर जुन देख्नुहुन्छ त्यो चाहिँ चाँदनी जोधाराको पुल हो। त्यो पर देखेको पोलहरू देखेको भने यतापट्टि चाहिँ महाकाली नदीको जुन बाँध छ पुरानो चाहिँ उहाँ पर छ। पर हेर्नुभएको त्यो फाँट कति छ तर त्यसलाई साँगुरो बनाउँदै बनाउँदै चाहिँ यहाँ पुल बनाएको छ। विशेष गरी इन्डिया र नेपालसँगको यो ढुवानीलाई यानि कि भन्सारलाई र यातायातलाई सहज बनाउनको लागि माल सामान आवत जावत गर्नका लागि चाहिँ यो पुल निर्माण गरेको जस्तो देखिन्छ। यो हेर्दाखेरि खुसी पनि लाग्छ, तर आयात यताभन्दा पनि यताबाट गर्न सकौँ सबैजना यसमा लाग्छ। धन्यवाद यो भिडियोको लागि।